मेरो अघि भर्खरै 16 विन खाइदिएको एकजनाले ड्याम्मै तपाईको कपाल त पहेँलो भएछ त मेरो कपाल पहिली छ नि त यस्तै यस्तै हो नि त बच्चैदेखि त्यस्तै हो हैन कलर लाउनु भएको यस नाउन हैन चिपा हटाउनु न यो मैले राखे हैन ल प्लिज यो आफै बस्या हो कसरी हटाउने मैले अब कसरी हटाउने हटाउनु नि यो आफै बस्या हो के हो आउन बस्नु के भयो कहाँ गयो होइन नेपाली हो खालि चाइनिज मात्रै भन्छ के हो चाइनिज हो रे के म नेपाली नै हो तपाईहरु जस्तै नेपाली हो रे नेपाली वीर गोर्खाली ला बल्ला बल्ला हटे सिसादेखि म हटे अबे म त्यो चिया फाल्दियो हजुर छ हैन थ्यांक यू सो मच फर प्लेइङ फेरि पछि खेल्नु होला Thank you so much for playing with my feelings. थ्यांक यू बाइ ए हजुर Thank you so much for playing with my feelings. फलो गरेछ त हजुरलाई It touched my heart. भाइ कडा है मङ्क यहाँ हुनुहुन्छ है मङ्क वालेकुम अस्सलाम मलाई त कस्तो लाग्छ र म त सिंगल मान्छे हो यहाँ सबभन्दा सिंगल मान्छे म छु मामा सिंगल सिंगल हो त त्यो छेउमा बस्ने दाजु यो कस्तो दाजु रे सिंगल मान्छेले दाजु भन्नुहुन्न भन्ने कुरा एउटा तपाईँ थाहा पाइराख्नु दाजु होइन हो म भन्दा भाइ छ भाइ हो फेरि देखाउनु त ए भाइ होइन म भन्दा भाइ हो हजुर उहाँ हाम्रो सबभन्दा जेठो दाइ हुनुहुन्छ नेपाली हो कि नेपाली भगवान नेपाली हो के भाइ ठिक छ हो यसरी नेपाली बोल्नुहोस् न नि दिदीले के अरे दाइले चाहिँ चाइनिज सोच्नु भएछ कि सुरेश लामाको बिहेको पार्टी हो कि क्या हो आज बिहे होइन अनि यो यसो ऊ थियो क्या हल्का यहाँ होम के अरे के भन्थ्यो अरे यसलाई यो पार्टीलाई घर प्रवेश हाउस वार्मिङ रमाइलो भइरहेको रहेछ है एकदम रमाइलो छ उहाँले मन्त्र पढ्नु भयो हो गुरु हो क्या अघि मङ्क भनेको उहाँ हो त उहाँ चाहिँ काँडे दाइ है खोइ के दाइ हो कसैको अनुहार राम्रोसँग देखाइ छैन मैले देखा छैन न म देखाइदिन्छु ल तपाईँको मात्रै देखाएको छु तपाईँ नै देखेँ मैले त्यहाँको यो मङ्क हो होइन पछाडिको काँडे दाइ कपाल त्यसरी यता यता हेर्नु न सबैजनालाई नमस्कार म हो काळे वेलकम यो यस्तो टल्किरहेको नि यो के हो थाहा छ आलु आलु खाने आलु खाने आलु
आलु खाँदा खाँदा म मोटाएको छु त्यही भएर चालु गर्नु यो चाहिँ हाम्रो दीक्षित यो चाहिँ मेरो साथी सबै साथी पेट सास कति गाह्रो भइरहेछ भएको पेट देखाउँदा के भयो अब अलि ठुलै छ कि सबभन्दा स्लिम मै हो कि तपाईँ नि मोटी मोटी नै हुनुहुन्छ ल तपाईँ मोटी मोटी मैले भिडियोहरू हेरिरहेको हुन्छु हाम्रो यो साथीहरूमा को चाहिँ ह्यान्डसम छ ल भनिदिउँ त ह्यान्डसम उहाँ हुनुहुन्छ कि गृह प्रवेश अलिकति राम्रो हुन्छ हजुर ओहो नमस्ते नमस्कार हाम्रो हिरो भाइ पनि रहेछ गायक भाइ पनि रहेछ लामा भाइ के छ खबर अनि हाम्रो मिसलाई सन्चै होइसिन्छ रानी राई लङ टाइम पछि भेट भयो है अनि गाउँले कान्छ वेलकम के छ मेरो भाइ ठिक छौ म्युटमा पो बस्नु भएको छ क्या अरे ए गाडीको सिटमा हो कि रेस्टुरेन्टमा हो मलाई भन्नुभएको हाम्रो भाइ यता बिजी रहेछ बिचरा अनि हजुर कता घरमै होइसिन्छ उसमा घरमै हुनुहुन्छ त्यहाँ घरको पूजा रहेछ कि अनि धेरैजना हुनुहुँदो रहेछ उहाँकोमा ए होला 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 बोल्दै हुनुहुन्छ त्यहाँ अनि हामी त बात मार्दै बसिरहेको कि नच गेम जीवन त्यही त ठिक छ म्याच लगाउन म्याच यहाँ बहस भइरहेछ कि तपाईँ म हुनु पर्यो कि उहाँ तलको हाम्रो सरेको 4 जनामा 3 जनामा हुँदैन हुन्छ तर यस्तो ऊ चाहिन्छ नि त तर के हुँदैन ल हामी यतिकै रमाइलो गरौँ न त मेरोमा छैन सोलो पनि हुन्छ ल वेलकम अनि रानीजी के छ सन्चै होइसिन्छ हजुर मेरो एकदम ठिक छ म एकदम सन्चै छु तपाईलाई कस्तो छ एकदमै ठिकै छु म पनि राम्रै छु धेरै पछि जोडिन पाए है हो नि धेरै पछि गणेश वेलकम नमस्ते लोपचन लामा वेलकम नमस्कार गोतान वेलकम हजुर गणेश वेलकम त्यही त कता बस्नुहुन्छ हजुर चाहिँ अहिले म यता कपन बस्ने हो त ए कपन हो नि तपाईँको चाहिँ त्यही त नि कपन त हो है भेट भएन हाम्रो सुरेश भाइ पुरै हेर्दै हुनुहुन्छ म्युट बस्ने कुरा नगर्नु न प्लिज हजुर माथि 5 जना 50 जनाको ट्याप रे अब के गर्नु त हाय नमस्ते गणेशजी को लाइफ इज लाइक इट रे ओके थ्याङ्क यू गणेशजी थ्याङ्क यू